हजुर राम्रो बनाएको छ ग्राउन्डहरू Slight right. Keep left at the fork. Hola. कहाँ छिर्नु लाग्यो त्यस्तो बाटोमा नजाउँ यहाँबाट हामी यहाँ चाहिँ एउटा बाटो आइरहेछ बाटो बिग्रेको रहेछ अनि फर्कियौँ हामी त्यहाँबाट ल हामी चाहिँ यहाँ शालिग अघि यो बाटो जुन छोडेको थियौँ जरसिंह भन्ने यही होला नाम हामी पनि यो बारे अज्ञात छौँ हामी यहाँ जहाँ मल्ला त्यही केटाले बाइक जहाँ मल्ला त्यही छिराइरहेछन् ट्राफिकले लखेटे जस्तो फिलाइरह जाम न त कता हो जाने खै उसको फेरि छुट्टै एयर कुलिङ छ अब ओर्लिम एकछिन ल एकछिन छलफल गर्छन् हामी चाहिँ त्यही अब जर्सिङ पाउँ अरे माथि टावर पनि रहेछ है डिस्कस भइरहेछ अब राइडरहरू कति छन् तीनवटा बाइक 6 जना कस्तो लागिरहेछ अझ डेस्टिनेसनमा पुग्न बाँकी छ तिम्रो थुप्रै बाँकी छ रमाइलो भइरहेछ मेरो यहाँ गायकको स्वर अलि सुकिसक्यो क्या भला हौ न हजुर होइन यो राख्छु मैले मेरो भिडियो भनेको अनकट हुन्छ सबै कुनै पनि सेन्सर लाग्ने त्यो कट हुने त्यो भन्ने त्यही भएर बोल्ने बेला केही गर्ने बेला सोच विचार गरेर गर्नुपर्छ यहाँ चाहिँ गाउँहरू छन् टक्क मिठो हावा चल्ने लेक साइड रहेछ एकदम लेकतिर यहाँ आउन बित्तिकै चिसो हावा चल्छ चिसो अफरोड सुरु भइसकेको छ हाम्रो चाहिँ पारि चाहिँ गाउँको भ्यूहरू देख्न सक्नुहुन्छ मेरो आवाज पनि अलिकति सेकी आइरह होला त्यो चाहिँ अब धेरै उफ्रिएर यहाँ अफरोडमा धुलो उडाइहाल्छ आयो ल आयो है यही होला खै भुटिङ गर्दैछन् केटाहरू चौर रहेछ मस्त सुटिङ पनि भइरहेछ जस्तो
सुटिङ सफारी चाहिँ म तपाईँलाई यसरी दिन्छु ल यहाँ चाहिँ ठुलै चौर रहेछ होइन टक्क हामी थोरै भ्यू मजाले देखाउँछ है त गाउँ पुरै हो पारी पारी यो पोल्युसन नभएको भए अझै देखिन्थ्यो क्लियर केही देखिएन सो हामी चाहिँ आइपुग्यौँ तर थाहा छैन जर्सिङ बोका त तलै होला यो चौर चाहिँ रहेछ होइन अनि हाम्रो यहाँ केटाहरू चाहिँ उता छन् त्यो म्युजिक भिडियो चाहिँ रेकर्डिङ त्यहाँ भइरहेको छ पछाडि जुम गर्न मिलेन अनि त्यही हामी यहाँ भ्यूहरू चाहिँ हेर्छौँ भ्यू हेर्छौँ हरियाली चिसो होइन आनन्द रहेछ यहाँ चाहिँ अनि मकैबारी डर्याम डर्याम अनि राम्रो छ टक्क गर्मी छ के अरे घाम लागेको छ त्यही पनि यस्तै कति पनि गर्मी छैन क्या होइन घाम लागेको छ तर गर्मी छैन यहाँ यस्तो हाइट अलि माथि भएर होला सायद यहाँ त हिउँ पर्छ कि अलिअलि नपर्ला चिसो चिसो हावापानी चाहिँ सो केटाहरू यहाँ छ होइन त्यही अनि पारी चाहिँ त्यो खै के हो सानो गुम्बा जस्तो दरबार जस्तो त्यो पछि खै के को लागि युज हुन्छ थाहा छैन जग्गा किन्ने केटा यहाँ किन्दिउँ न ल जग्गा किन्ने कति कति किन्ने यतै घरबाट आएर बस्नु पऱ्यो अब यहाँ त सस्तै पर्ला नि चटपटे पसल खोल्नुपर्छ यहाँ आएर होइन त्यहाँ पनि त सस्तै पर्छ पाउन त 5 लाख हात पाउँछ यहाँ पारी चाहिँ खै यो के हो खासमा केही थम्याउनु चिन्दैन खै यो तल मुनि चाहिँ कन्स्ट्रक्सन काम भइरहेको रहेछ यहाँ माथि मन्दिर जस्तो पनि छ मस्जिद जस्तो पनि छ कुनै रिसोर्टहरू हो कि त्यही यहाँ सो पुरै भ्यू सब प्लटिङ यहाँ भएको जग्गाहरू जङ्गलले फडानी गरे हो कि प्लटिङ छ यहाँ चाहिँ पुरै प्लटिङ त्यस्तो ठाउँमा प्लटिङ छ यो त स्पेसल दामी ठाउँ छ यो चाहिँ हजुर हामी चाहिँ फर्किँदैछौँ अब केटाहरू घुमिसक्यो होइन एकछिन बस्यो आधी घन्टा फोटो खिचिदियो अनि अब फर्किन्छौँ बाई ल हामी चाहिँ अहिले फर्किँदा चाहिँ मेलम्चीबाट फर्किने कुरा सल्लाह भएको छ त्यो हिसाबले हामी चाहिँ उता अघि आएको बाटोमा आइकन उता मेलम्ची जाने बाटो चाहिँ जाँदैछौँ मेलम्ची हुँदै फर्किन्छौँ हामी चाहिँ है आमा धुलो त बिजकै घर यस्तो धुलो धुलो बाटो यार खै केटाहरू त्यही बाटो राम्रो थियो यार चिल थियो यार बिजोक नि त्यहाँ त आम्मामा मैले धन्न कति बाँकी छ र यस्तै धन्न मास्क लगायो हेर्दै यसको
यसको फ्रिजले म तर यसको दुलै भगाएको दुलै भगाएर ल्याइरहेछ मम्मी जाम खाइयो नि धुलो म त भन्दा मास्क चाहिँ ल्याएर छु मैले नत्र बिजोकै हुन्थ्यो ल जाम फेरि कार आइसक्यो यार गाछ खाइयो फेरि कार आयो धुलो खाएर हामी चाहिँ मेलम्चीको प्रवेशद्वार चाहिँ प्रवेश गरिसकेका छौँ धुलो है यहाँ आम्मामा बिजो मेलम्चीको गेट चाहिँ त्यो पारि त्यो गेट छ त्यो गेटबाट भित्र छिरिसक्यौँ हामी यहाँ छौँ यो त्यही छ नि ल म फाल्छु नि त ढुङ्गा खोला चाहिँ धेरै धमिलो रहेछ हामी पौडी खेल्न सकिएन उता एकदम धमिलो छ क्या खोला चाहिँ हामी फर्किँदैछौँ हामी खाजासाजा खाएर पनि निस्किँदैछौँ होइन हामी खाजा यहाँ खाएको थियौँ केटाहरू उता निस्किसक्यो हामी पनि निस्किन्छौँ है त सैलुङ ए दोलखातिर हो
होइन हौ मैले माथि बिचेर बिस्तारै 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 नगर बिस्तारै गर बिस्तारै मैले खास माथि त्यो बिजोको हो त होइन भक्तपुर आइयो हामी चाहिँ जगती भक्तपुर भन्नेमा कपाल पुरै बिजोको तिमीहरूलाई कुरेको हामीले कुरेको क्या के छ त डुलै भगाएर ल्याए जस्तो देखिरहेको छ है यताबाट गयो भने 2.5 चर लाग्छ लाग्दछ बादल भित्र जुनै हो कि फुलपाती भागेर मनकामना आयो बन्दीपुर जुन जस्ती मायाको मनकामना के छ सुर के छ सुर तिमीलाई भरौला मनले मायालाई मनकामना मुटुमै राखौला मनले मायालाई मनकामना मुटुमै राखौला मनकामना माथि बन्दीपुर के मायाको मनकामना के छ सोर के छ सोर तिमीलाई भरौला मनले मायालाई मनकामना मुटुमै राखौला मनले मायालाई मनकामना मुटुमै राखौला